हेलो एभ्रिवान, हाई वेलकम ब्याक टु माई भिडियो है। सो आज चाहिँ मैले बटर चिकन बनाउनु गइराखेको छु। त्यसको लागि चाहिँ मैले के गरेँ भन्दाखेरि घिउ खराएर घिउमा चाहिँ चिकनलाई मैले पहिला स्टिर फ्राई गर्दैछु है। आफ्टर यो गर्दा गर्दै मैले उता के पनि गरेँ भन्दाखेरि चाहिँ एकपट्टि स्टिर फ्राई हुँदैछ, अर्कोपट्टि मैले 2टा टमाटो, त्यहाँदेखि क्यास्यु नट है, अन्त गरम मसाला, अलिकति कश्मीरी लाल लगाएर, अन्त कोरिएन्डर पाउडर, यो मसलाहरू मिक्स गरेर यसलाई चाहिँ मैले ग्राइन्ड गरिदिएँ हैन। त्योसँग मैले म्यागी मसाला पनि, भेज म्यागी मसाला पनि लगाएँ 1 प्याकेट है, बिकज यसले टेस्ट दामी हुन्छ। सो त्यो मजाले ग्राइन्ड गरेपछि चाहिँ त्यसमा चाहिँ मैले के गरेँ भन्दाखेरि चाहिँ अलिकति दुध लाएर त्यसलाई मजाले अलिकति गिलो बनाएर राखेको छु, एक साइडमा राखिरहेको छु है। सो त्यतिमै यो फ्राई हुँदैछ। आफ्टर द्याट मैले त्यो जुन चाहिँ मसालाहरू छ त्यसलाई मजाले 1 टेबलस्पुन ओइलमा मजाले यसरी फ्राई गरेँ। यसमा चाहिँ सबै लागेको छ, दुध लगाएर गाढा बनाएको थियो, त्यसले ठिक बनायो। देन आफ्टर द्याट यसलाई चाहिँ मजाले जबसम्म यसले तेल छोडेन तबसम्म यसलाई फ्राई गरेँ। त्यहाँदेखि जुन चाहिँ यो स्टिर फ्राई चिकन थियो त्यसलाई पनि मैले सँगै मिक्स गरेर लगाएँ हैन। आफ्टर दिस के पो भन्छ, यो रेसिपी पुरा इजी रेसिपी छ, चेक गर्नुहोस्, तपाईँहरूले पनि बनाउन सक्नुहुन्छ हैन। अन्त मजाले गरिसकेपछि चाहिँ मजाले यसलाई हल्लाएपछि चाहिँ देन आफ्टर द्याट मैले यसमा के गरेँ भन्दाखेरि पानी लगायो। पानी लगाएर यसलाई 15 मिनट्स जस्तोको लागि चाहिँ लो फ्लेममा उबालेँ। 15 मिनट जस्तो लो फ्लेममा उबालेपछि चाहिँ यसको अझै पनि 2टा इन्ग्रिडियन्ट्स बाँचेको छ। वान इज कोरिएन्डर एन्ड देन द अदर वान इज क्रिम, फ्रेस क्रिम है। कोरिएन्डर लगायो, त्यहाँदेखि यसलाई यतिको थिक राख्दाखेरि चाहिँ ज़्यादा टेस्टी हुन्छ होइन। त्यहाँदेखि मैले यसमा के लगाएँ भन्दाखेरि चाहिँ मैले चाहिँ क्रिम लगाएर यसको कलरै डिफ्रेन्ट बनाइदिएँ, बिकज त्यो कश्मीरी लाल मिर्च लगाएकोले गर्दा एन्ड देन गरम मसाले गर्दा यसको कलर डिफ्रेन्ट भइरहेको छ होइन, कालो कालो देखिरहेको छ। त्यसले गर्दाखेरि यसलाई मैले मजाले यसको अलिकति दामी कलर लगाउनुको लागि चाहिँ यसमा मैले फ्रेस क्रिम लगाएर यसको कलर चेन्ज गरिदिएँ। एन्ड फाइनली मेरो बटर चिकन बनियो आफ्टर सो लङ डेज। मैले यो बनाउनलाई कति ट्राई गरिरहेको थिएँ होइन, भएन। यसलाई मजाले हामीले रोटीसँग खाएँ, किनभने यो रेसिपी नै म्याक्सिमम टाइम ब्रेड रोटीहरूसँग खानु ज़्यादा टेस्टी हुन्छ भातसँग खानुभन्दा। सो तपाईँहरूले दसैँमा के बनाउनु भयो? मेरो चाहिँ लास्ट दसैँको जुन चाहिँ फुड आइटम छ यो बनाएको थियो मैले होइन। एन्ड देन आज चाहिँ मैले डेजर्ट बनाइनँ, किनभने यो बनाउँदै मेरो टाइम बितिगयो, त्यसले गर्दाखेरि डेजर्ट बनाएर यो यति सामानहरू युज भयो भने मैले देखाइरहेको छु, हेर्नुहोस् न है। सो तपाईहरूले मेरो भिडियो वाच गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई। बाई बाई, टेक केयर।